बाटो यस्तो छ साथी हो, ढुङ्गा भिर पाखा पखेरो है, एकदम होसियार भएर ल। हाम्रो दाजुहरू एकदम एक्साइटेड भएर आउँदै हुनुहुन्छ, उहाँहरूलाई भाइरल गराउनु पर्यो है टिकटकमा। ल हामी निरन्तर अगाडि बढ्ने क्रममा छौँ। यहाँ हामीलाई खोलाले गन्तव्यतिर लाँदैछ, हामी माथिबाट तलतिर झर्दैछौँ। यो खोला हेर्दाखेरि यति सुन्दर छ। बिहान राति चाँडै आएको, चाँडै आउँदा चाहिँ अँध्यारोमा अलि देखिएको थिएन, अहिले चाहिँ छुट्टै यसको आनन्द छुट्टै छ, हिमालहरूको आनन्द छुट्टै छ है। यहाँ हेर्नु यति नजिकै हिमाल छ, खोला नाला त्यस्तैकै बाटो यस्तै हो। ल हेर्नु है, एकदम मनमोहक दृश्य छ। बाटो हाम्रो यस्तै हो, खोलाहरू झरनाहरू देखेर चाहिँ हजुरहरूको थकाइ भागिहाल्छ। यस्तो मनमोहक दृश्य छ, यस्तो रमाइलो छ। सायद हजुरहरूले यस्तो एक्सपिरियन्स लाइफमा गर्न पाउनुहुन्न। बाटो यस्तै हो हेर्नु है, तर यो झरना खोला यो सबैलाई हेर्दाखेरि चाहिँ हिमाल हेर्नु त एकदम हिमाललाई मजाले देखिन्छ। माथि पनि त्यस्तै छ। साथीहरू ट्रेकिङ गरेर आउने क्रम जारी छ, हामी पनि अगाडि बढ्ने क्रम जारी छ है। साथीहरू एकदम आफ्नो देशको झन्डा फरफराउँदै अगाडि बढिरहनु भएको छ। उहाँहरूको जोस जाँगर एकदम एक्साइटेड हुनुहुन्छ। ल एकदम एक्साइटेडका साथ सबै दुःखलाई भुलेर उहाँहरू अगाडि बढ्ने क्रममा हुनुहुन्छ। कस्तो हुँदैछ त हजुरको ट्रेकिङ? रमाइलो ल, ठिकै छ। उहाँहरूको प्रतिक्रिया, धेरैले आफ्नो तरिकाले प्रतिक्रिया राखिँदै हुनुहुन्छ। कसैले गाह्रो छ भन्दै हुनुहुन्छ, कसैले सजिलो, त्यो चाहिँ आफूमा भर पर्छ। निरन्तर आउने क्रम छ। यो हाम्रो वरिपरिको दृश्य, यो अन्नपूर्ण बेस क्याम्पबाट तल झर्दाको दृश्य है, एकदम मनमोहक छ है। साथीहरू आउने क्रम जारी छ है। माथिहरू साथीहरू एकदम एक्साइटेड भएर आफ्नो तरिकाले फोटो भिडियो खिच्दै हुनुहुन्छ। हामी पनि निरन्तर हजुरहरूलाई साथीहरू खोला यही हो है, खोलाकोमा कस्तो हुँदैछ हजुरहरूको ट्रेकिङ? एकदम ल दामी, उहाँहरू एकदम एक्साइटेड हुनुहुन्छ ट्रेकिङलाई लिएर। हामी हेर्नु खोला एकदम मनमोहक छ। हेर्नु त, खोलाले जता लान्छ त्यतै, जाँदा पनि त्यतै खोलालाई पछ्याउने, आउँदा पनि खोलालाई पछ्याएर झर्नु होला है। यसरी ट्रेकिङ जाने क्रम जारी छ है। दाइहरू आउँदै हुनुहुन्छ, साथीहरू आउँदै हुनुहुन्छ, ट्रेकिङको क्रम जारी छ। हामी हारेका छैनौँ, हामी फर्किँदैछौँ। जाने साथीहरूलाई पनि एकदम जोस जाँगर दिएर यात्राको लागि सफलताको कामना गर्दै अगाडि बढ्दैछौँ। हाम्रो साथी आउँदै हुनुहुन्छ। यात्रा कस्तो रह्यो होला साथीको? ल है, एकदम एक्साइटेड हुनुहुन्छ। बाटो हेर्नु है, यही हो है। हेर्नु त, किनार जानुपर्छ, अलिकति होस पुऱ्याएर। बिहान हामी त अन्धकारमा आएको थियौँ, केही थाहा पाइएन है। टर्चको भरमा आएको हो, खोलाको भरमा। एकदम एकजना मात्रै आउन सकिन्छ। साथीको अवस्था कस्तो छ? ठिक छ, उहाँ एक्साइटेड हुनुहुन्छ, आउँदै हुनुहुन्छ।